सम्पूर्ण हजुरहरूलाई मेरो तर्फबाट नमस्ते गर्दैछु। यहाँ चाहिँ म सानो मानो ब्लग बनाउँदैछु। हजुरहरूलाई पसन्द लाग्यो भने लाइक दिनु हैन। यहाँ चाहिँ मैले तेल हालिसके बादमा 5 फोरन तेजपत्ता र प्याज हालिसकेको रहेछु। यहाँ बनाइरहेको छु। आज चाहिँ बनाउँदैछु म हाँसको मासु, किनकि म त खान्न, मेरो बुढाले ल्याउनु भएको थियो। अनि यहाँ मेरो छोरा पनि आयो, मम्मी के बनाउँदैछ भनेर। पढाइ गर्दा गर्दा क्यामेरा चाहिँ अन गर्नुहुन्न, छोरा आइपुगिहाल्छ हो। यहाँ हेर्नु मसला पनि हालिसकेको छु। हालेर यहाँ मजाले फ्राई गर्दैछु। हजुरहरूलाई खानु मन लागेको छ भने प्लिज मेरो घरमा आउनु होला। यहाँ गरम पानी अलिकति हालेर यहाँ फेरि यसको माथि यसलाई अब मसला त यसो फ्याँक्नु भएन होइन। अनि यसो पारेर पानी हालेर सोरेर हालिदिइरहेछु। यहाँ चाहिँ मजाले फ्राई गर्दैछु। अब मसला यसको पाक्नु बादमा हल्दी नमक हालेर यसमा मैले हालिदिएँ। स्वाद अनुसार नमक हालेर मजाले फ्राई गरिरहेछु। यसलाई पकाउनुपर्छ के मसला राम्ररी। मसला पकाएपछि बादमा फेरि गरम पानी हालेर मसलालाई अझै चलाउँदैछु। चलाएर यहाँ फ्राई हुनुपर्छ एकछिन। अनि त सब्जीको स्वाद आउँछ अरे। यहाँ चाहिँ पढाइ छैन, मेरो छोरालाई चेक गर्न आएको त उहाँ हेर्नु उभिएर। यहाँ चाहिँ मेरो सानो बाबु सुतिरहेछन्। टेबल छ र टेबलमा पढाइ गर्दैन, भाइलाई उठाउँछ भनेर मैले उतै साथमा लगेर छु। यहाँ चाहिँ बसाएर मेरो छोरालाई म पढाइदिएको थिएँ, यता पढाउँदै पनि थिएँ, यता सानो बाबुलाई पनि हेरिरहेछु। मेरो बाबुलाई गरम लाग्यो फ्यान लगाइरहेको छु। पकाउँदै यहाँ छोरालाई पनि हेर्नु आएर सानो बाबुलाई पनि चेक गरेँ। अनि यहाँ हेर्नुहोस् हाँसको सब्जी, हाँसको मासु यहाँ चाहिँ एड गरेँ मसलामा। यसलाई चाहिँ मजाले चलाइरहेछु म। यसलाई चलाइसकेर ढाकिदिन्छु। ढाकेर फेरि एकछिन बादमा फेरि मैले चलाउन आएँ। यसको पानी निस्किनु पर्छ, यसलाई पानी मजाले सुकाउनुपर्छ। हाँसको मासु चाहिँ यस्तो हो नि त, गरम पानी हाल्दै पकाएन भने चाहिँ पुरा तेल निस्किन्छ क्या। त्यही कारणले गरम पानी अलिअलि एड गर्दै पकाउँदै गर्नुपर्छ। यहाँ हेर्नु यस्तो तेल निस्किन्छ भने यहाँ हेर्नुहोस्। यसरी निस्केर मजाले फेरि चलाउँछु। यसमा फेरि मैले एड गर्दैछु इस्कुस। यहाँ इस्कुस हेर्नुहोस्, यहीँ इस्कुस यहीँ मेरो बाबु पनि उठेको बादमा यसो स्माइल गरिरहेछ हेर्नु यहाँ। आजको भिडियो यति नै, बाई गाइस।